हेलो एभ्रिवान, वेलकम ब्याक टु माई किचन डायरिज। आज फेरि मैले अर्को रेसिपीको भिडियो लिएर आएको छु। सधैँ जस्तो चाहिँ मैले भेज रेसिपीहरू देखाउने गर्थेँ। आज चाहिँ मैले नन भेज रेसिपी लिएर आएको छु। आज चाहिँ मैले एकदम सिम्पलसँग बन्ने क्रिस्पी चिकनको रेसिपी देखाउँदैछु। मैले चाहिँ यसरी बनाउँछु अनि एकदमै मिठो पनि हुन्छ, बनाउन पनि टाइम लाग्दैन। क्रिस्पी चिकन बनाउनको लागि चाहिँ मैले 1 केजी जति चिकन लिएको छु। त्यसलाई म पहिला सुरुमा सफा गर्छु, त्यसपछि अनि बाँकीको प्रोसेस म देखाउँछु। मैले चाहिँ यति चिकन लिएको छु। यो चाहिँ अलिकति 1 केजी भन्दा अलिकति धेरै छ। अब यसमा म मसलाहरू हाल्छु। यसमा चाहिँ मैले लसुन अदुवाको यो पहिलेदेखि पेस्ट बनाएको छ, त्यसलाई हाल्छु। अझै मसिनो बनाउनको लागि कुटेको छ। अलिकति टिमुरको दाना पनि हाल्दैछु। थोरै पानी हाले पनि अलिक मजाले पेस्ट बन्छ, र थोरै पानी हाल्दैछु यति। अब चाहिँ म यसमा अघि पिसेको लसुन अदुवाको पेस्ट र टिमुर थियो, यसलाई हाल्दैछु। स्वादअनुसारको नुन, बेसार, 1 चम्चा जिरा धनियाँको धुलो, रातो खुर्सानी, यो चाहिँ कश्मिरी रेड चिल्ली, यसले चाहिँ धेरै पिरो हुँदैन, कलर चाहिँ राम्रो आउँछ। यो चाहिँ मरिचको धुलो अनि तोरीको तेल, यसले चाहिँ मिठो फ्लेभर आउँछ। अब चाहिँ यसलाई मजाले मिक्स गर्नुपर्छ। हातले मिक्स गर्दा पनि भयो। यसलाई मिक्स गरिरहेको छु। जति सक्दो राम्रोसँग मिक्स भयो भने मसलाहरू पनि सबैतिर बराबरसँग जान्छ नि त। अब यसलाई चाहिँ म फ्रिजमा राखिदिन्छु एकैछिनको लागि। आधी घन्टा चाहिँ कमसेकममा राख्छु। आधी घन्टा पनि भइसक्यो। अब मैले यसलाई फ्रिजबाट निकालेँ। अब पकाउने तयारी गर्छु। यस्तो भएको छ। अब चाहिँ नुनहरू जम्मै भित्र छिर्यो पनि होला। यसमा चाहिँ म कर्नफ्लोर एड गर्दैछु। हजुरसँग कर्नफ्लोर छैन भने चाहिँ मैदा हाल्दा पनि हुन्छ। यसरी हाल्ने, यसरी एकचोटि मोल्छु म। अब चाहिँ म तेल हाल्दैछु। मजाले तातिसकेको छ प्यान। मैले चाहिँ ग्यासलाई लो फ्लेममा राखेको छु। प्यानमा अट्ने जति मैले जम्मै राखेको छु। अब यो मजाले पाक्नलाई छोडिदिनुपर्छ। यो चाहिँ मजाले पाकिसकेको छ, रोस्ट भइसकेको छ। पाकेन भने चाहिँ गर्नलाई यसरी सिँगा गाड्यो भने थाहा हुन्छ। एकदमै क्रिस्पी अनि मिठो चिकनको रेसिपी मैले बनाएर हजुरहरूलाई देखाएँ। अनि हजुरहरूलाई चाहिँ भिडियो कस्तो लाग्यो? मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। फेरि यस्तै भिडियोको साथ आउनेछु। त्यतिन्जेलसम्मको लागि बाई बाई। थ्याङ्क यू फर वाचिङ।